सन् 2019 मा स्विस बैंकले सार्वजनिक गरेको तथ्याङ्क हेर्नुभयो भने 22 अर्ब 51 करोड नेपाली रुपैयाँ स्विस बैंकमा डिपोजिट थियो। एक वर्ष पनि नबित्दै 2020 सम्ममा डिपोजिट दोब्बरले बढेर 46 अर्ब 18 करोड रुपैयाँ पुग्यो। यो आँकडा अनुसार स्विस बैंकमा धेरै पैसा जम्मा गर्ने कन्ट्रीहरू मध्ये नेपाल एसियाकै चौथो नम्बरमा पर्छ। आज सिचुएसन यस्तो छ कि बैंकमा समेत पैसाको अभाव भएर ब्याज दर बढेको छ। व्यापारीलाई लोन पाउन मुस्किल छ। उद्योगी व्यवसायीहरूले आत्महत्या गर्न थालिसके। बैंकको चर्को ब्याज र इकोनोमिक क्राइसिस सहन नसकेर। तर यो विषयमा कोही बोल्दैन। कुनै मिडियाले यसलाई कभर गर्नेवाला छैन। अब यो त हर बच्चालाई थाहा छ कि स्विस बैंक भन्ने बित्तिकै ब्ल्याक मनी यानी कि कालो धन लुकाउने ठाउँ हो। यस्तो धन जुन कर छलेर वा भ्रष्टाचार गरेर कमाइन्छ। नत्र कोही लाटो सिधा मान्छेले आफ्नो पैसा बोकेर स्विस बैंकमा गएर डिपोजिट गर्न सक्दैन। बाठै मान्छेले पनि यो काम गर्दैन, किनकि यस्तो त होइन कि त्यहाँ पैसा डिपोजिट गर्ने बित्तिकै भरमार ब्याज पाइयोस्। बरु बैंकले उल्टै तपाईसँग केही % फिस लिन्छ तपाईको नम्बर एकाउन्ट मेन्टेन गरे बापत। अब कुरा आउँछ बैंकले ब्याज दिनुको सट्टा उल्टै तपाईसँग सर्भिस चार्ज दिँदा पनि स्विस बैंकमा नै किन पैसा राखिन्छ। खासमा स्विस बैंकमा नर्मल एकाउन्ट सेभिङ एकाउन्ट त जो कोहीले पनि खोल्न सक्छ, त्यसमा ब्याज पनि पाइन्छ। तर स्विस बैंक फेमस चाहिँ यसको नम्बर एकाउन्टले। जब तपाईँ नम्बर एकाउन्ट खोल्नुहुन्छ तपाईले एउटा युनिक नम्बर दिन्छ, तपाईको अरु कुनै डिटेल त्यहाँ दिएको हुँदैन। तपाईको पर्सनल इन्फर्मेसन कसैलाई पनि लिक गरिदैन, चाहे तपाईको प्रधानमन्त्रीले नै किन नसोधोस्। जबसम्म तपाईलाई कुनै क्रिमिनल केस लाग्दैन, स्विजरल्यान्डको कोर्टले आदेश दिँदैन, तबसम्म तपाईको इन्फर्मेसन सेक्युर रहन्छ। यहाँसम्म कि तपाईको निधन भएमा त्यो पैसा स्विस बैंककै हुन्छ। यिनै कारणहरूले गर्दा ट्याक्स बचाउने बिजनेसम्यान, भ्रष्टाचार गर्ने पोलिटिसियनहरूको पहिलो रोजाइ स्विस बैंक हुन्छ। एसएनबीले निकालेको डाटा हेर्नुभयो भने सन् 1996 देखि स्विस बैंकमा हल्का फुल्का पैसा जम्मा हुन थालेको देखिन्छ, जुन बेला नेपालमा माओवादी विद्रोह सुरु भएको थियो। तर 2015 सम्ममा आइपुग्दा स्विस बैंकमा डिपोजिट भात्तै बढेर 314 मिलियन सीएचएफ पुगेको छ। यहाँ इम्पोर्टेन्ट कुरा के हो भने यो ग्राफ कहिले तल कहिले माथि गएको छ। जस्तै सन् 2017 मा 322 मिलियन सीएचएफ सम्म पुगेको ग्राफ 2019 मा घटेर 175 मिलियन पुगेको छ। यसको यो मतलब होइन कि कालो धन लुकाउने काम बन्द भयो। यसको साफ मतलब हो कि इलेक्सनको बेलामा, सांसद किनबेच हुने बेलामा वा पार्टीलाई पैसा चाहिएको बेलामा स्विस बैंकबाट पैसा भित्रिन्छ, चाहे त्यो 33 किलो सुन ल्याएर होस् वा नेपाल राष्ट्र बैंकको गभर्नर आफ्नो पार्टीको राखेर। अब यो त कमन सेन्सको कुरा हो। स्विस बैंकको एउटा नर्मल डिपोजिटरले 322 मिलियनबाट 175 मिलियन पुग्ने गरी न त बैंकबाट त्यत्रो पैसा झिक्न सक्छ, न त 33 किलो सुन एयरपोर्टमा ल्याएर खुल्याम घुम्न सक्छ। टीआईजे र आईसीआईजेले गरेको इन्भेस्टिगेसन अनुसार 55 जना नेपालीले फरेन इन्भेस्टमेन्ट र स्विस बैंकमा डिपोजिट गरेको देखिएको छ, जसमा पहिलो नाम मिनु शाह छिबरको आउँछ, जसको एफडीआई 2.6 मिलियन सीएचएफ देखिन्छ। त्यस्तै प्रचण्डका निकट व्यवसाय अजय सुमार्गी, विनोद चौधरीको फ्यामिली, जनता समाजवादी पार्टीका पूर्व सांसद वीरेन्द्र महतो, एनसीएलमा 20% सेयर भएका नीरज गोविन्द श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाई लगायत थुप्रै पोलिटिकल लिङ्क भएका मान्छेहरू यसमा इन्भल्भ छन्। जब एउटा सामान्य बिजनेसम्यानले विदेशबाट सामान इम्पोर्ट गर्नको लागि आरटीजीएस वा एलसी गरेर पैसा पठाउँछ, 1 रुपैयाँ पनि सामानको मूल्यभन्दा बढी ट्रान्सफर भयो भने भन्सारमा अनेक लफडा हुन्छ, बिबिनी साइन हुँदैन। र 8-10 क्लास फेल नेताहरू एजेन्ट मार्फत सजिलै स्विस बैंकमा डिपोजिट र विथड्र गर्छन्। अब त चुनाव पनि नजिकिँदैछ, यिनीहरूले राष्ट्र बैंकमा लाइन लगाउँछन् विदेशमा जम्मा भएको पैसा निकाल्दिनु पर्यो भनेर। बैंकले नमाने रातारात गभर्नर चेन्ज हुन्छ, बाँकी उता विदेशमा सेटिङ मिलाउन प्रचण्डका निकट अजय सुमार्गी छँदैछन्। यो मनगणन्त कहानी होइन। डीएमएलआईको रिपोर्ट अनुसार अजय सुमार्गीले 2008 देखि 2013 सम्ममा $63 मिलियन नेपाल भित्राइसके। नेताहरूले भोट माग्दा नेपाललाई स्विजरल्यान्ड बनाउँछु भन्छन्, सत्तामा पुगेपछि स्विजरल्यान्डकै बैंकमा नेपाली पैसा लुकाएर देश कंगाल बनाउँछन्। एउटा 5 वर्षको बच्चालाई बजारबाट फर्किँदा चकलेट ल्याइदिन्छु भनेर 2 पटकसम्म ल्याइदिनु भएन भने तेस्रो पटक त्यो बच्चा बजार नलगेसँग मान्दैन। त्यही हामी बारम्बार ठगिँदा पनि तिनै नेतालाई भोट हाल्न छाड्दैनौँ। 6 खरबको टोटल जीडीपी भएको देशमा 52 अर्ब रुपैयाँ स्विस बैंकमा थन्केर बसेको छ। यता प्रधानमन्त्रीले सरकारी कर्मचारीलाई तलब दिने पैसा छैन भन्छन्। यस्तो अचम्म नेपालमा मात्रै हुन सक्छ।